जिएनएम नर्सिङ 5 कलेज अन्डर 5 लाख फी। तपाईँहरू इन्डियामा गएर जिएनएम नर्सिङ पढ्न खोज्दै हुनुहुन्छ भने आज म तपाईँहरूलाई 5वटा कलेज जसको फी चाहिँ 5 लाख भित्र रहेको छ त्यसको बारेमा कुरा गर्न जाँदैछु। ढिला नगरिकन अगाडि बढौँ है त। हामीसँग सुरुमा रहेको छ गायत्री कलेज अफ नर्सिङ, त्यस सँगसँगै हामीसँग रहेको छ एसएएस कलेज अफ नर्सिङ है। त्यस सँगसँगै हामीसँग रहेको छ आदित्य कलेज अफ नर्सिङ, त्यसपछि हामीसँग रहेको छ सर्वोदय कलेज अफ नर्सिङ, त्यसपछि हामीसँग रहेको छ एनएसएस ग्रुप अफ इन्स्टिट्युसन्स। अब यो 5वटा कलेजको फी स्ट्रक्चरको बारेमा बुझ्न जाऊँ है त। अब अगाडि नेक्स्ट लाइनमा हामीसँग रहेको छ, सुरुमा हामीसँग रहेको गायत्री कलेज अफ नर्सिङको फी रहेको छ कम्प्लिट प्याकेज 3,75,000 है। त्यसपछि हामीसँग रहेको छ एसएएस कलेज जसको फी रहेको छ 3,95,000। त्यसपछि हामीसँग रहेको छ आदित्य कलेज जसको फी रहेको छ 4,40,000। त्यसपछि हामीसँग रहेको छ सर्वोदय कलेज जसको फी रहेको छ 4,40,000 भने त्यसपछि हामीसँग रहेको छ एनएसएस ग्रुप अफ इन्स्टिट्युसन्स जसको फी रहेको छ 4,80,000। यो 5वटा कलेजको फी हेर्नुभयो भने तपाईँहरूले 5 लाख भित्र रहेको छ। यो सबै कम्प्लिट प्याकेज हो। यसमा तपाईँहरूको 3 वर्षको बस्न खान पढाइ सम्पूर्ण कुरा यसैमा इन्क्लुडेड छ। सो तपाईँहरू इन्डियामा गएर जिएनएम नर्सिङ पढ्न खोज्दै हुनुहुन्छ र यी 5वटा कलेजमा चाहिँ एडमिसन गर्न खोज्दै हुनुहुन्छ भने तपाईँले मलाई डाइरेक्टली सम्पर्क गर्न सक्नुहुन्छ। थ्याङ्क यू।